हाई एभ्रिवान। आज चाहिँ म तपाईँहरूमाझ एउटा नयाँ टपिकमा छलफल गर्न आएको छु। नयाँ आउनुभएको टेक्निकल टिचर्सहरूलाई चाहिँ सुरुमै हामी नयाँ स्कुलमा गयौँ, त्यहाँनिर चाहिँ अब हामीले पढाउनु पर्यो। पहिलो क्लास लिन जाँदैछौँ भने त्यहाँ चाहिँ के भन्नुहुन्छ, अब हेड सरले भन्दाखेरि तपाईँ सिलेबस डाउनलोड गर्नुहोस्, त्यही अनुसारले तपाईँले विद्यार्थीहरूलाई पढाउनुहोस् भनेर भन्नुहुन्छ होइन। अनि हामी नयाँ हुन्छौँ, हामीलाई अन्यल हुन्छ अब सिलेबस कहाँबाट डाउनलोड गर्ने, कसरी पढाउने होइन। अब त्यो कुरा चाहिँ आज म तपाईँहरूलाई सहज बनाउन जाँदैछु। यो पुरानो टिचर्सहरूलाई चाहिँ सबै थाहा भएकै कुरा हो। अब नयाँ टिचर्सहरूलाई चाहिँ सहज होस् भनेर यो भिडियो तपाईँहरूमाझ पस्किन जाँदैछु। ल सुरु गरौँ। यो चाहिँ बिल्कुलै हामी नयाँ टेक्निकल टिचर्सहरूको लागि हो। अब पुरानो टिचर्सहरूले त सबै बुझिसक्नु भएको छ होइन, सिलेबस कसरी हेर्ने, कसरी पढाउने भनेर। अब नयाँ टिचर्सलाई चाहिँ पहिलोचोटि स्कुल जाँदाखेरि उहाँहरूलाई थोरै गाह्रो हुनसक्छ। त्यसको सहज होस् भनेर चाहिँ यो भिडियो बनाउन लागेको हुँ। ल सुरुमा हामीले चाहिँ हाम्रो सिलेबस डाउनलोड गर्नु पऱ्यो होइन। सिलेबस डाउनलोड गर्नको लागि यदि तपाईँहरू प्लान्ट साइन्सको टिचर्स हुनुहुन्छ भने सिडिसी करिकुलम डेभलपमेन्ट सेन्टरको वेबसाइटमा जाँदा पनि भयो, अथवा तपाईँहरूले चाहिँ ग्रेड 9 to 12 प्लान्ट साइन्स 2078 है, यो पछिल्लो समय बनेको सिलेबस यही हो, हामीले त्यही अनुसार पढाउँछौँ। हाम्रो टेक्निकल टिचर्स जुनै पनि फ्याकल्टीको भए तापनि तपाईँहरूले 9 to 12 कुन फ्याकल्टीको हुनुहुन्छ आफ्नो फ्याकल्टी अनुसार चाहिँ यसरी तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले प्लान्ट साइन्सको लिएँ है। अब यो डाउनलोड गरिसकेपछि अब हामी चाहिँ कहाँ जानुपर्छ भन्दाखेरि यहाँ हामीले देखिरहेको छौँ, यो चाहिँ फार्म मेसिनरी एन्ड सिड टेक्नोलोजी भन्ने सब्जेक्टको सिलेबस छ। यसमा चाहिँ सुरुमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यहाँ हाम्रो क्रेडिट आवर्स छ नि, इन्टरनेसनली नै क्रेडिट आवर्सले के जनाउँछ भन्दाखेरि हप्ताभरि हामीले कति पढाउने पर विक है। यो 4 क्रेडिट आवर्स भनेको हामीले हप्तामा चाहिँ 4 घन्टा 4 आवर्सको क्लास चाहिँ लिनुपर्छ भनेर हामीले बुझ्नुपर्छ है। यो वर्किङ आवर्सले के जनाउँछ भन्दाखेरि यो सब्जेक्ट पढाउनको लागि चाहिँ हामीलाई 128 आवर्स चाहिँ हामीलाई चाहिने रहेछ भन्ने कुरा चाहिँ हामीले यहाँबाट थाहा पाउनुपर्छ है। अब यति थाहा पाइसकेपछि अब अझै तल जाउँ। अब यहाँ छ, अब यहाँ तल जाउँ। अब यहाँ हामी थोरै कन्फ्युज हुने ठाउँ यहाँ छ है। यो यहाँ छ। अब हामीले के पढाउने भनेर कहाँ हेर्ने भन्दाखेरि यो छ नि, स्कोप एन्ड सिक्वेन्स अफ कन्टेन्ट। हामीले के पढाउने भन्ने कुरा यहाँ छ है। हामीले के पढाउने भन्ने कुरा चाहिँ यहाँ छ है, यसरी टेबलमा दिएको छ। र यो प्रत्येक युनिट चाहिँ हामीले पढाइसकेपछि अब हामीले हेर्नुपर्ने कुरा चाहिँ कहाँ छ भन्दाखेरि यहाँनिर हेर्नुहोस्, लर्निङ आउटकम्स होइन। अब हामीले पढाउनु पर्ने कुरा यहाँ छ, यो हेरेर हामीले पढाउँछौँ। यो पढाउँदाखेरि यो सिलेबस अनुसारको चाहिँ लर्निङ आउटकम्स के छ यहाँ छ होइन। 1 नम्बरमा हाम्रो इन्ट्रोडक्सनमा हामीले यति चिज पढाइसकेपछि विद्यार्थीले चाहिँ के सिक्नु पर्यो भन्दाखेरि यो चिजहरू सिक्नु पर्यो है हो। अब यो सेकेन्ड युनिटमा चाहिँ टिलेज भन्ने टपिक छ। यो टपिकभित्र 3टा सब टपिक भए है। यो यति पढाइसकेपछि हामीले चाहिँ विद्यार्थीहरूले के जान्नुपर्छ भन्दाखेरि यति चाहिँ जान्नै पर्छ भनेर चाहिँ यहाँ दिएको हुन्छ। त्यही भएर जहिले पनि हामीले के पढाउने र पढाइसकेपछि के कुरा सिक्छन् विद्यार्थीले भन्ने कुरा चाहिँ यहाँ छ। यो अनुसारले हामीले म्याचअप गर्दै पढाउनु पर्छ। अब हामीले पढाइसकेपछि अब क्वेसन कसरी बनाउने होइन। अब सरहरूले भन्नुहुन्छ तपाईँ ग्रेड अनुसारको चाहिँ क्वेसन बनाउनु पर्छ, ल क्वेसन रेडी पार्नु भन्नुभयो भने चाहिँ अब हामीले कहाँ हेर्नुपर्छ भन्दाखेरि यो स्पेसिफिकेसन ग्रेड हेर्नुपर्छ है। अब यहाँ के छ, अब हाम्रो यो सब्जेक्ट अनुसार चाहिँ 2 घन्टाको इक्जाम हो है। यो ग्रेड 11 को कोर्स हो र यहाँ चाहिँ
के छ भन्दाखेरि अब इन्ट्रोडक्सन हामीले फर्स्ट युनिटमा पढाएको थियौँ होइन, त्यसबाट चाहिँ हामीले कति नम्बरको क्वेसन बनाउनु पर्यो, 2 मार्क्सको। हामीले यो फर्स्ट युनिटबाट चाहिँ 2 मार्क्सको चाहिँ क्वेसन रेडी गर्नु पर्यो। अब सेकेन्ड युनिटबाट हामीलाई कति मार्क्सको चाहियो, 8 मार्क्सको क्वेसन चाहिँ बनाउनु पर्छ, बनाउन सकिन्छ है। 3 युनिटबाट 5 मार्क्स है, 4 युनिटबाट 3 मार्क्स है। हो यसरी नै टोटल मार्क्स यता छ अनि कुन युनिट यता छ है, लेखिदिएको छ। अब यहाँ टोटल चाहिँ हामीले कति मार्क्सको क्वेसन हुन्छ यो सब्जेक्ट भन्दाखेरि 50 मार्क्स यहाँनिर लेखेको छ। ल अब जहिले पनि हाम्रो क्वेसन चाहिँ 9 वटा MCQ, 5 सर्ट क्वेसन्स र 8 मार्क्स गरेर आउँछ है यो एग्रिकल्चरको चाहिँ। ल यदि यो भिडियो युजफुल लाग्यो भने तपाईँहरूले नयाँ साथीहरूलाई चाहिँ फरवर्ड गरिदिनु होला। हस्त धन्यवाद।